नमस्ते यहाँ सबैजनालाई के तपाईलाई थाहा छ यहाँ मान्छेहरू चाहिँ किन फाइनान्शियली कमजोर हुन्छन् भनेर उनीहरूसँग धेरै पैसा नभएर होइन कि आफूसँग अलरेडी भएको पैसालाई चाहिँ म्यानेज गर्न नसकेर चाहिँ कमजोर नै हो। किन यस्तो हुन्छ भन्दा यता मान्छेहरू के गर्छन् भने अब दुःख गरी गरी कमायो हैन, स्यालेरी आउँछ, स्यालेरी आएको 2 हप्तामै पैसा रित्तिन्छ। किनभने उनीहरू चाहिँ सेभिङ गर्ने भन्दा पनि खर्च गर्ने चाहिँ ठुलो हुन्छ, प्लान चाहिँ ठुलो हुन्छ। फाइनान्शियली प्लान गर्नु भन्दा पनि अब आउने नेक्स्ट विकेन्डमा चाहिँ के गर्ने भनेर चाहिँ प्लान गरिरहेको हुन्छ। यसरी आफूसँग पैसा रित्तिसकेपछि अब केही चेन्ज हुन्छ कि अर्को महिना मेरो स्यालेरी बढ्छ कि भन्ने चाहिँ आश चाहिँ गरिरहेको हुन्छ, तर आफूले आफूमा आफ्नो सिस्टममा चाहिँ चेन्ज गर्न सकिरहेको हुँदैन। त्यसकारण चाहिँ तपाईँले आफ्नो सिस्टममा चेन्ज ल्याउनु भयो भने चाहिँ तपाईँ चाहिँ फाइनेन्शियली स्टेबल हुन सकिन्छ हैन। त्यसको लागि चाहिँ तपाईँलाई फाइनेन्शियल नलेज हुन जरुरी छ। फाइनेन्शियल नलेज सम्बन्धी चाहिँ बेसिक कुराहरूबाट चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। तपाईँले गरिरहेको एक्सपेन्सहरू चाहिँ ट्र्याकिङ गर्ने, त्यसै गरी चाहिँ 50, 30 र 20 को रुललाई चाहिँ अगाडि बढाएर दिनमा कम्तीमा पनि तपाईँले $10 चाहिँ सेभिङ गर्ने बानी अथवा इन्भेस्ट गर्ने बानी गर्नुभयो भने चाहिँ पक्कै पनि तपाईँ फाइनेन्शियली स्टेबल हुनुहुन्छ है त। यस्तै फाइनेन्शियल सम्बन्धी चाहिँ भिडियोहरू हेर्नको लागि चाहिँ प्लिज